Hey guys, welcome back to my new channel. भन्दा पनि एउटै च्यानल छ, न्यू च्यानल. हामी बिरयानी बनाउन आँटेको, म्यारिनेट गरेर आएको मासु. हाम्रो सेफ हुनुहुन्छ उहाँ. ओके, लेट्स बासमती इन्डिया गेट. लेट्स अब जाउँ हामी. लेट्स से यू हेलो. ओके, एकदम गर्मी छ, घाम चर्को लागेछ. बाहिरको भ्यू एकदम घाम लागेको छ. हामी चाहिँ प्याज काट्न बसिसकेको छौँ. तुम यता छ हाम्रो बिरयानी मसला, हैदराबादी खाने कि अर्को पनि छ हामीसँग, लखनऊ बिरयानी. हामीले प्याज काटिसकेको छौँ. अब यो फोहोरलाई व्यवस्थित गर्नुपर्ने हुन्छ. अब यसलाई फ्राई गर्नुपर्छ, रातो बनाउँदैछौँ. सुरुमा यसलाई अब हामी माथि राखौँ अनि अब हामी फोहोर फाल्नतिर लागौँ. एउटा प्लास्टिक चाहिने हुनेछ हामीलाई. कहाँ छ प्लास्टिक भेटिसकेको छु मैले. फाल्न जाँदैछौँ हामी. हामीलाई यहाँ बाहिर चाहिँ एकदम गर्मी छ. लुगा सुकाएको रहेछ दिदीले. अब हामी फेरि बिरयानी चौक जाऊँ. के पिउलाई उमालिदिने. अब हामी पिउको खानेलाई चाहिँ भाँडो चाहिँ फेरि तलै छ. इलेक्ट्रिकमा बस्दैन यो. भाँडो लिन जाउँ हामी. ए यो बाटोमा सुतेको छ. ओ तपाईँ हर्क्याबाट मलाई बाटोमा सुत्छ. यो कोला कसले खाएर यो फाल्टु. शिटमेन कर्मकन जुतु के लिएर आउनु अरे. तेल कहाँ छ? त्यही माथि नै होला. होइन मम्मी ल्याउनु भएको छ. यहाँ चाहिँ हाम्रो प्याज फ्राई हुँदैछ. म पकाउँदैछु. यसलाई यत्तिकै प्याजलाई रातो हुन्जेलसम्म पकाऊँ. हामी आज चाहिँ के हैदराबादी बनाउने कि लखनऊ? दुइटै मिक्स. छुट्टा पकाउने हामी. यहाँभित्र चाहिँ यस्तो प्याकेट हुँदो रहेछ होइन. बिरयानी ग्रेभी निकै बनाउँदो रहेछ. म्यानुफ्याक्चर इन्ग्रिडियन्ट्स भनेको बाहिरै हुन्छ. ए मिक्स भयो त. अनि कुन हो त्यो? ए हुँदैन नि. यहाँ पिउको पाक्दैछ. हामी यहाँ प्याज हेरौँ. प्याज पाक्नको लागि हाम्रो प्याज चाहिँ पाकिसकेको छ होइन. अब हामी फेरि मासु लिन जाउँ. म्यारिनेट गरेको तल फ्रिजमा राखेको छ. म मासु लिन जाँदैछु. फेरि हामीले
मरिच पनि भेटिनौँ। सो हामी अहिले किन्न जाँदैछौँ। भान्जीलाई स्कुल लिएर आउनुपर्ने छ। म्यारिनेट गरेको मासु यहाँ छ। म्यारिनेट गरेको मासु बोकेर मिठो बनाएको छ। जेउस यो चाहिँ 2टा भाँडामा 2 थरीको बिरयानी बनाउने भयो। यो चाहिँ कुन बनाउने छ? यसमा एउटामा हैदराबादी, एउटामा लखनऊ। सो स्टे ट्युन। हामी नेपालमा मोरङमा भए पनि हैदराबादी बिरयानी, लखनऊ बिरयानी खान्छौँ हामी। हाम्रो चाहिँ मासु रेडी भइसकेको छ। मासु अब भान्जा लिन जान जान्छौँ। मासु खाइसाले उहाँ अब दुबई जान आँट्नु भएको छ। यता हेर्नुहोस् त, फ्लाइटको दाम भिजिट भिसा कसै स्पोन्सर डिपेन्डेन्टमा छ भने लानु सक्नुहुनेछ। हाम्रो 2टा बनाउन आँटेको हो, एउटा हैदराबादी, एउटा लखनऊ। तपाईँलाई के पकाउनु, के खान मन छ भन्नुहोस्। ओके, हामी नानी लिएर आउँछौँ अनि मरिच पनि लिएर आउँछौँ। मैले भेटिनँ, मलाई चाहिँ लाज लाग्छ बाहिर बोल्दाखेरि यसरी, त्यसैले म गएर आइपुग्छु। बाई बाई। म चाहिँ नानी लिएर आइसकेँ होइन, मम पनि आउनु भएछ। मम्मी चाहिँ घर बनाउने ठाउँ जानुभएको थियो। घर बनाउने ठाउँ हामी घर बनाउँदैछौँ। हामी चाहिँ अहिले करेन्टली घरमा माथि, अलिकति माथि छ यहाँदेखि। दुबई जाने भन्ने के लाग्यो? खोइ हामी म्यारिनेट गरेको मासु, धनियाँ, मरिच मम्मीले ल्याउँदै हुन्छ। यहाँ चाहिँ कुन चामलको हो यो चाहिँ? यो चाहिँ त्यही मसलामै आएको चामलको हो। अर्को चाहिँ यहाँ छ, यो चाहिँ वेस्ट बेङ्गलको अघि भर्खर किनेर ल्याएको। यसमा चाहिँ धेरै बास्ना आउँदो रहेछ। यो अहिले किनेर आएको, त्यसमा चाहिँ अलिक आउँदैन। हाम्रो यहाँ दिदी भर्खर उठेर आउनुभएको छ। उहाँ दुबई जाने खोजीमा हुनुहुन्छ तर्खरमा। गर्मी पनि 2टा घाम लागे जस्तो छ। हावा पनि चल्दैन मोरङमा। अस्ति पनि पानी परेको हो। अब पानी पर्दैन। म जानुभएको छ। हाम्रो ग्रेभी पार्दैछ यहाँ। हेर्दा मिठो जस्तो छ। खोइ चाखौँ त तर अलिक कस्तो धेरै अलिक मसला। अनि चामल हाल्नु परेन, चामलमा मसला चाहिएन। बिरयानी खाने बिरयानी। अस्ति एउटा फन फ्याक्ट के छ, अस्ति समीम सर त्यो तक्लु सरकोमा के गरेको अरे? टेस्टमा के लेख्यो अरे? के अरे क्वेसन? नङ फोर हुँदा, नङ नकाटी खाँदा पेटभित्र के पस्छ अरे? अनि 4 महिना पस्छ भने अस्ति चाहिँ किन थर्मोमिटर पस्छ भनेको हेर्नु। समीम सर हेर्दै हुनुहुन्छ भने यसलाई तपाईँको स्टुडेन्टलाई कुट्नु अलिक राम्ररी कुट्नु। हेर्नु समीम सर थर्मोमिटर पस्छ अनि चेक, किटाणुले चेक गर्छन् ज्वरो, त्यस्तो लेखेको छ। यहाँ दुबई जाने दिदीले के भनेको अरे? के भयो? के लेख्छ अरे? यहाँ यसमा चाहिँ 4 जनालाई खाने यति चामलले भनेको छ अरे होइन। तर यसलाई चाहिँ यति थोर भयो अरे क्या, 1 जनालाई पुग्ने भन्दैछ। 4 जनाले खाने यति भन्नु। हामी चाहिँ यहाँ लखनऊ बिरयानी, त्यहाँ हैदराबादी बिरयानी खाँदैछ। मोमोको भाँडामा जुगाड टेक्नोलोजी। यहाँ हावा जान्छ भनेर पिठो मुसेर लगाएको छौँ। म यहाँ छु।
अब म फेरि दही लिन जाँदैछु तल। अब हामी एकैचोटि खानुको लागि भेट्छौँ खाँदाखेरि। ओके, हामी टेस्ट रिभ्यूको भिडियो पनि बनाउनेछौँ। स्टे ट्युन गाइज होइन, धेरै स्टे ट्युन भन्नु होला। गर्मीले पसिना बनाइसकेर चाहिँ अब के अरे एकचोटि नुहाएर मात्रै खानुपर्छ। उपरको लास्टै गर्मी भएको छ, फेरि आज फेरि धेरै गर्मी भएको छ। अस्तिको भन्दा पनि धेरै गर्मी हुँदैछ। खै मनसुन भित्रेको त भन्छ, तर खै कहाँ भित्रियो, खै मोरङमा भित्रिएन छ जस्तो छ। लास्टै नै गर्मी छ। उता पिउ पिउ ओके, अब हामी एकछिनमा भेट्नेछौँ रिभ्यूमा। अब हामी यहाँ छोप्न आँटेको छौँ लखनऊ बिरयानी। हाम्रो बिरयानी चाहिँ पाकिसकेको छैन। अब यसलाई तल राख्नु पर्यो। भिडियोग्राफर प्लिज छिटो। यसरी नै म किचनको हालत चाहिँ ब्याट्रीले भनेर देखायो। दुईटै लगिन्छु। यो चक्कु चाहिँ मेरो बर्थडेको फर्स्ट बर्थडेको बेला चक्कु हो। अहिलेसम्म छ। दिस हाउ मच आई एम केयरिङ हाम्रो यो कुन चाहिँ हैदराबादी बिरयानी बकरी डाले मलाई हिजो बकरी थियो, आज तर हिजो हाम्रो हिजो बकरी के अरे एकादशी थियो। त्यही भएर मासु खाएर बकरी मनाउँदैछौँ। लेट्स गो। इट्स ओके। बन्द गर अर्को अनुभव छ भन्नु। हामीले फुड कलर नहालेको भन्न फुड कलर भन्न त फुड कलर नहालेको फुड कलर हालेको हुन्छ ग्रेभीसँग। ओ टेस्टिङ गुड, तर अब स्मेलिङ गुड ल टेस्टिङ गुड जे भए पनि गर्मी भएको छ। ओके, हामी अब एकछिनमा खान्छौँ। यो चाहिँ अहिलेको लागि उहाँ राल चोगाउँदै हुन्छ। पनिर पाउँछ। पनिर चलाम। अब किचनको हालत त धेरै नै मेसी भइसकेको छ। अब यसलाई सफा गर्नुपर्ने हुन्छ, नत्र गाली खान्छ यहाँ। अब चाहिँ म चाहिँ नुहाउँछु, अनि नुहाएर खाने हो, अनि फ्रेस हुने हो। अहिले नचलाम न, एकछिन नचलाम न। अहिले खाने बेलामा। ओके, खिली बन गया ना हमारा बिरयानी। जो स्मेल चाहिँ राम्रो आएको छ, रेस्टुरेन्ट टाइपको आएको छ। हामी अब नुहाउँछु, नुहाएर आउँछु, नुहाएर फ्रेस भएर अनि खान्छौँ हामी। गर्मी धेरै भएको छ यो माथि आज झन्। म चाहिँ फ्रेस भइसकेको छु होइन। फ्रेस भएपछि फेरि ह्यान्डसम देखेको छु नि। फेरि साह्रो खान सलमान खानले पनि भ्याउँदैन। यहाँ हुनुहुन्छ हाम्रो हृदयेन्द्र, यहाँ पस्किँदै हुनुहुन्छ। बिरयानी अब हामी चाख्न गइरहेको छौँ। हामी खान गइरहेको छौँ, टेस्ट गर्न गइरहेको छौँ। अब द मोमेन्ट अफ ट्रुथ कस्तो भयो भन्ने कुरा। हाम्रो बिरयानी चाहिँ रेडी भइसकेको छ। अब हामी खाना आँटेको छौँ होइन। टेस्ट गरौँ होइन। अझै प्याज थोरेर नि प्याज हो। अब बनाइसकिस् खा नि त। तर ठिक्क मसला गुड। यो मैले खाएको छु अहिले खाएको छु हैदराबादी बिरयानी हो होइन। अनि यसमा हामीले फुड कलर हालेको छैनौँ, त्यही भएर सेतो भएको हो। फुड कलर नहालेर नि कस्तो छ सेप दिदी? त्यही भएर कस्तो छ? ट्राई मैले बनाएको मिठो हुन्छ नि। उता दुबई जाने दिदी खाँदै हुन्छ यहाँ।
कस्तो छ नानी कस्तो मिठो दामी भन न अब हामी खान्छौँ मम्मीलाई सुधौँ गएर अब मम्मी कस्तो अब ठिक छ अब हामी टाइम ल्याप्समा जान्छौँ अहिलेको लागि हामी टाइम ल्याप्समा जान्छौँ अब हैदराबादी बिरयानी खाइसक्यौँ अब लखनऊ लेट्स ट्राई ओ हाल्दिन अहिले हैदराबादी बिरयानी ठिकै मिठै थियो मम्मी हालिदिनु त अब लेट्स ट्राई लखनऊ बिरयानी ओके गाइज लखनऊ बिरयानी खाऊँ अब लखनऊको पालो हैदराबाद खाइसक्यौँ मम्मी कस्तो थियो मिठो कतिको मिठो त्यो होइन उता त्यो हैदराबादी हो त्यो लखनऊ लखनऊ चाहिँ हल्का सुक्खा छ रहेछ धेरै हल्का सुक्खा रहेछ अलिकति अब हाल्दिन नि कत्रो अब लखनऊ बिरयानी अनि गाइस हल्का यो चाहिँ हल्का सुक्खा टाइपको रहेछ अहिलेको भन्दा ड्राई रहेछ अहिलेको चाहिँ हल्का जुसी वाला थियो मतलब ग्रेभी टाइपको थियो मसला पनि थियो धेरै यसमा चाहिँ हल्का सिम्पल वाला थियो मम्मी धेरै पिरो मसलाहरू खानुहुँदैन त्यही भएर मम्मीलाई बनाइदिएको थियो स्पेसियल्ली अनि अब लेट्स ट्राई तिनवटा पिस हालिदिनु भएको मम्मीले ट्राई त नहालिकन खाऊँ सुरुमा कम्पेयर टु अहिलेको भन्दा चाहिँ यो चाहिँ अलिकति मसला कम र कम्पेयर टु यो अहिलेको भन्दा चाहिँ मसला कम र अलिका सुक्खा भनौँ लेट्स ट्राई विथ राइता मसला नमन परेर चाहिँ ठिक्क हुन्छ मम्मीलाई मिठो हुन्छ अब खाइसकेर भेटौँ बाई अब खाइसक्यो बिरयानी खाइसक्यो है मिठै भयो रेस्टुरेन्टको जस्तो भयो रोयल बिरयानीको जस्तै भयो हुँदा चाहिँ अनि मम्मीले फेरि मटन पनि ल्याउनु भएको रहेछ अहिले फेरि मटन 1 केजी मटन पनि ल्याउनु भएको रहेछ घर बनाएको छेउमा हाम्रो घर बनाएको छेउमा त्यहाँ काटेको रहेछ अनि त्यहाँबाट ल्याउनु भएको रहेछ त्यो पनि बनाउनुहुन्छ अनि म फेरि मटन खान्न त्यही भएर बिरयानी खाइहालेँ अब यस्तै हो त्यस्तै हो अब सेफजीले मटन बनाउँछिन् अब त्यो बनाएको भिडियो पनि आउँछ भिडियो पनि म हाल्छु अनि चटपटे पनि खान्छु मलाई अब राति अनि के गर्छौँ हेर्दै गर्छौँ म चाहिँ यहाँ भ्लग एडिट गर्दै थिएँ अब हामी चटपटे खाँदैछौँ दुबई जाने दिदीले बनाउनु भएको दुबई दिदीले हुनुहुन्छ सेफ दिदी हाम्रो उहाँ भान्जा हामी अब चटपटे खाऊँ जो खाना चाहिँ राम्रो नपाएको पनि नबनाए पनि चटपटे चाहिँ राम्रै बनाउँछ
बोल्दैन त्यो पनि खानु पाउँदैन बोल्दैन त्यही आफू बनायो खानु मलाई फर्काउँदै मैले त खोज्छन् त्यो त कस्तो मलाई खोज्छन् त्यो कराम टोक्नु मन के मम्मी कहाँबाट बोल्नु यति भन्दै आजको भ्लग यहीँ इन्ड गर्दछु stay tuned until the next vlog. Bye bye.